हे गाइज वेलकम टु माई टिकटक। म चाहिँ 75 डेज हार्ड च्यालेन्ज गर्न गइरहेको छु आजबाट। आज भनेको चाहिँ चैतको 10 गते, द्याट इज 23 मार्च। अब हेरौँ के हुन्छ। यो सब मेरो डबल चिनहरू जाओस्। अब आई डोन्ट नो के गर्छ। कतिजनाले त सुन्नु पनि भएको होला र थाहा नहुनेहरूको लागि चाहिँ म भनिदिन्छु। 75 डेज हार्ड च्यालेन्ज भनेको चाहिँ एउटा मेन्टल टफनेसवाला जर्नी हो होइन, च्यालेन्ज हो। त्यसमा चाहिँ हामीले 45 मिनट बाहिर र 45 मिनट चाहिँ भित्र वर्कआउट गर्नुपर्छ। अनि त्यसपछि गएर कुनै पनि एउटा नन फिक्सनल बुकको चाहिँ 10 पेज पढ्नु पर्यो। अनि अ ग्यालन अफ वाटर, त्यो भनेको 3.7 लिटर्स अफ वाटर अ डे खानु पर्यो। र एउटा कुनै पनि आफूलाई मन लागेको वाला डाइट फलो गर्नु पर्यो। सो म चाहिँ यो सबै गर्नेवाला छु र मैले के गरेँ भनेर पोस्ट गर्छु। सो या विश मी लक। अब आज त मैले प्राय सबै कुराहरू गरि नै सकेँ होइन। अब आजको चाहिँ हाल्ने भएन, तर म डे 2 बाट चाहिँ अब सबै अपलोड गर्छु। सो या मैले के गर्छु भनेर चाहिँ हजुरहरूले डेली थाहा पाउनुहुन्छ। सो बाई बाई, द्याट्स इट फर टुडे।